YouTube च्यानललाई लाइक गरिदिनुहोस् फलोस गर्नुहोस् I love you ओ माई गॉड क्यूट यो फुल तिमीले कहिले दिन लाग्यो ओ यसलाई हो तेरो दिन लाग्यो हो होइन कहिले दिन लाग्यो केटीलाई ओ माई गॉड केटीले दिन लाग्यो रे कुन केटीलाई मायाले त होइन होला सो के हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल सो गाइज तपाईँ नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला सो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड हेल्दी छु सो आज म चाहिँ यो बच्चाहरूसँग एकदमै आजको भिडियो चाहिँ मस्ट इन्टरटेनमेन्ट हुनेवाला छ सो आज म चाहिँ यो बच्चाहरूसँग केही इन्टरटेनमेन्ट भिडियोहरू बनाउँदैछु सो हेर्नुहोस् त ओहो आज बच्चाहरूले मलाई एकदमै बेस्ट कुरा देखायो जुन कुरा चाहिँ फुल चाहिँ हाम्रो बान्जा बाबु दिन खोजेको मलाई अब यसलाई चाहिँ यो फुल तिमीले कहिले दिन खोजेको यो चाहिँ एउटा केटीलाई फ्रुट दिनुपर्छ भनेर हिँडिरहेको छ अहिले चाहिँ यो क्यामेरा अगाडि भन्दिनँ अरे पछि भन्छु भन्नुभएको छ सो ठिकै छ दिनुपर्छ है के गर्यो तिमीहरूले के फुकेको हेर त ओ माई गड मैले चाहिँ धेरै कुरा देखेको थिएन होइन जङ्गलमा चाहिँ अब हामीले चाहिँ बजारमा चाहिँ त्यो फुक्ने हुन्छ नि त बच्चाहरूलाई भुल्नका लागि त्यो चाहिँ हामीले बजारमा किनेको थियो तर जङ्गलमा चाहिँ एकदम फ्रीमा सिद्धेमा पाउँदो रहेछ त्यो चाहिँ हामीले जुन चाहिँ पसलमा चाहिँ बजारमा चाहिँ खन पैसा तिरेर किनिरहेको छु त्यो चाहिँ हाम्रो जङ्गलमा चाहिँ एकदमै फ्रीमा पाउँदो रहेछ सिद्धेमा पाउँदो रहेछ त्यसको रुख नै हुँदो रहेछ त्यो चाहिँ आज म त्यो रुख नजिकै छु आमा आउँदो रहेछ कि बच्चाले टोक्छ अहिले सुतिक भिल्लो यस्तो सर्पहरू आउँदो रहेछ तिम्रो टोक्छ है त्यो तलाउ म त उपचार गर्न सक्दैन ओके सो आज चाहिँ म मेरो यो चाहिँ मेरो भान्जा हो यो चाहिँ भाइ छ सो के भन्ने भन न के भन्नु मन छ ल ल नमस्ते नमस्ते मेरो नाम सुजन मोक्तान हो सुजन मोक्तान अनि तिम्रो घर कहाँ हो नौखण्डे हो अनि तिम्रो नाम नानी मेरो नाम शोभा घोले हो अनि तिम्रो घर चाहिँ कहाँ हो नखण्डे हो अनि तिमी कति वर्षको भयो भन त म 10 वर्षको भयो अनि तिमी अहिले के गर्न आएको त गाई चराउन आएको ओ माई गड गाई चराउन आएको ल धेरै प्रगति गर्नुपर्छ ल तिमी तिम्रो नाम चाहिँ के हो नमस्ते नमस्ते मेरो नाम गुरबहादुर गोले हो म नखण्डेमा बस्छु अहिले चराउन आएको छु के चराउन आएको रे गाई गाई कि भैँसी भैँसी अनि तिमी कति पढ्छौ 3 मा पढ्ने हो ओ गुड ल गुड तिमीलाई देखेर एकदम खुसी लाग्यो मलाई अनि युट्युब च्यानललाई सब्सक्राइब गर्दै भनिदिनु भन त ल ल ल युट्युब च्यानललाई लाइक गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस् भन्नुहोस् युट्युब च्यानललाई फलोस गर्नुहोस् ओके धेरै खुसी लाग्यो आज हाम्रो गाउँको भाइहरूसँग भेट्दाखेरि ल ओके अहिले चाहिँ मेरो पछाडि सबैजना हुनुहुन्छ यो चाहिँ मेरो दाइको छोरी हो यो चाहिँ मेरो भान्जा अनि यो चाहिँ मेरो भाइ छ सो सबैजनालाई माया गरिदिनु होला यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् उहाँले भनिसकेको छ मेरो सानो भाइहरूले पक्कै पनि हजुरले गर्नुहुन्छ होला र आजको भिडियोमा यो भाइ पनि गाई चराउन आएको यो पनि गाई चराउन आएको होइन एकदम मेहनत छ हेर्नुहोस् गाउँघरको मान्छेहरू सबै यसरी आउँछन् अनि तिमीहरूको आज स्कुल छैन आज कुन डे हो आज शनिबार पनि पठाउँछ पठाउँदैन भोलि स्कुल जाने कि नजाने जाने कति वर्ष तिमी 10 वर्ष कतिमा पढेको 4 मा पढेको अनि सुजन मुक्तान 4 मा तिमीले 4 मा पढेको
अनि के गर्न मन छ जिन्दगीमा? के मन छैन। के गर्न मन छैन? अनि तिमी चाहिँ के गर्ने त? हेर्दाखेरि त हाम्रो अफ्रिकन जस्तो लाग्यो भाइ। अफ्रिकन हो? होइन। हो, यो चाहिँ मेरो आफ्नै भाइ हो। यो चाहिँ मेरो अङ्कलको छोरा हो। आऊ त भाइ। तिमीहरू सबैजना राम्रोसँग पढ्नुपर्छ ल। ठुलो मान्छे बन्नुपर्छ है। ल सबैजनालाई बाई बाई गर। हामी अर्को भिडियोमा आउने छौँ। तबसम्मलाई सबैलाई बाई बाई। सो आजको हाम्रो भिडियो चाहिँ मस्ट इन्टरटेनमेन्ट भएको छ हैन, जस्ट मलाई लागेको छ। हेर्नुहोस् है त, जुन अघि हामी देखाएको छ नि त, यसको गेडा हो यो चाहिँ। अब यो चाहिँ झरेर फेरि त्यो हुर्किने होला, त्यो बिउ यसबाट आउँछ। सो